गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा अवतरणका क्रममा विमान दुर्घटना भएको खबर टावरबाट आयो। निमित्त महाप्रबन्धक श्याम किशोर शाहले सूचना प्राप्त हुनासाथ जिल्लास्थित जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत सरोकारवालालाई खबर पुर्याए। अस्पतालमा बेडहरू घाइतेको उपचारका लागि तयार राखियो। उद्धारमा सबै निकाय खटिए। थाइल्याण्डबाट भैरवहामा आएको ठूलो जहाज भएकाले धेरैजना घाइते हुन सक्ने भन्दै जिल्लाभरका एम्बुलेन्सलाई बोलाइयो। प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी तम तयार भए। आगो निभाउन विमानस्थलका वारुण यन्त्र सक्रिय भए। दुर्घटनाको सूचना छिटो पुर्याइएका कारण सरोकारवाला निकायले प्रभावकारी भूमिका निभाउन पाए, जसले गर्दा जनधनको क्षति कम भयो। माथि उल्लेखित विवरण शुक्रबार बिहान गौतम बुद्ध विमानस्थलमा प्रदर्शन गरिएको नमूनापूर्ण आपतकालीन उद्धार अभ्यासको हो। अभ्यासका क्रममा काल्पनिक रूपमा विमान दुर्घटनामा परेर आगो लागेकोदेखि मानवीय क्षति भएको देखाइएको थियो। घाइतेको उद्धारमा कसरी जनशक्तिदेखि आवश्यक यन्त्र परिचालन गरिन्छ भनेर देखाइएको थियो। अभ्यासमा सरोकारवालादेखि स्थानीय पनि उपस्थित थिए। यस्ता उद्धार प्रभावकारी तुल्याउन विमानस्थलमा बिहान पूर्ण आपतकालीन उद्धार अभ्यास गरिएको हो। अन्तर्राष्ट्रिय नियमअनुसार 2-2 वर्षको अन्तरालमा पूर्ण आपतकालीन उद्धार अभ्यास गर्नुपर्छ। विमानस्थलका अनुसार गत वर्ष आंशिक आपतकालीन उद्धार अभ्यास गरिएको थियो। अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको खण्डमा आपतकालीन उद्धार कार्य कसरी प्रभावकारी ढङ्गले गर्न सकिन्छ भनेर यस्तो अभ्यास गरिँदै आएको शाहले जनाए। विमानस्थलमा यदाकदा दुर्घटना भइहालेमा कसरी प्रभावकारी उद्धार कार्य गर्ने भनेर यो अभ्यास गरिएको निमित्त महाप्रबन्धक शाहले जनाए। यो दुर्घटनाबाट हुने जनधनको क्षति कसरी कम गर्ने भन्ने अभ्यास हो। यसबाट सबै निकायलाई चनाखो हुन सिकाइएको छ। यदाकदा वायुयानहरूको दुर्घटना हुन सक्छ। दुर्घटना हुन गएपछि त्यसबाट हामीले उद्धार कार्यहरू कति राम्रोसँग गर्न सक्छौँ, कति प्रभावकारी रूपमा उद्धार कार्य गर्न सक्छौँ, ताकि त्यो दुर्घटनाबाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने, जनधनको क्षति न्यूनीकरण गर्ने र विमानस्थल चाहिँ नियमित सञ्चालन भइराख्ने चिज हो। कुनै दुर्घटना हुँदैमा विमानस्थल लामो समय बन्द गरेर फेरि अरू प्रभावित हुन्छन्। यही सबको लागि यो उद्धार कार्य, त्यसपछि औषधि उपचार लगायतका कामहरूमा हाम्रो दक्षता ल्याउनको लागि हामी यो इमर्जेन्सी एक्सर्साइज गर्छौँ। र हाम्रो विमानस्थलमा आवश्यकता के हो, रिक्वायरमेन्ट के हो भने हामी कहिले फुल स्केल इमर्जेन्सी एक्सर्साइज गर्छौँ। जस्तो फुल स्केल एक्सर्साइजमा जहाज दुर्घटनै भयो, त्यो दुर्घटनामा केही व्यक्तिहरू घाइते भए, केही व्यक्तिहरूको ज्यानै गयो, त्यस्तो खालको सिनारियो बनाएर हामी एक्सर्साइज गर्छौँ। विमानस्थलका अनुसार आंशिक अभ्यासमा विमान दुर्घटनाका न्यून क्षति देखाइन्छ। पूर्ण अभ्यासमा मानवीय क्षति भएको कल्पना गरेर अभ्यास गरिँदै आएको छ। शुक्रबार विमानस्थलको अगुवाईमा भएको अभ्यासमा जिल्लास्थित प्रशासन, सेवा, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, अस्पतालहरू, रेड क्रस, रक्त सञ्चार, एम्बुलेन्स सेवा प्रदायक, वायु सेवा कम्पनीका प्रतिनिधि, सामाजिक सङ्घ-संस्थाका प्रतिनिधि लगायत उपस्थित थिए। अभ्यासका क्रममा थाइल्याण्डबाट भैरवहाका लागि उडान भरेको विमान अवतरणका क्रममा गौतम बुद्ध विमानस्थलको धावन मार्गमा दुर्घटना भएर आगो लागेको नमूना प्रदर्शन गरिएको थियो। विमानमा आगलागी भएपछि त्यहाँ रहेका वारुण यन्त्रले आगो निभाएका थिए। सुरक्षाकर्मीले तत्काल उद्धार खटिएका थिए। एम्बुलेन्सले घाइतेलाई तत्काल अस्पताल पुर्याएका थिए। सामान्य घाइतेको विमानस्थलमै प्राथमिक उपचार गरिएको थियो। यसका लागि जिल्लास्थित सरोकारवाला निकायको सहभागितामा समन्वय, उद्धार र कमान्ड टिम बनाइएको थियो। छिटो उद्धारका लागि उद्धारमा खटिनेहरूलाई दक्षता आवश्यक हुन्छ। त्यही दक्षता हासिल गर्न तालिमका रूपमा यस्तो अभ्यास गरिएको उनले बताए। अभ्यास कार्यमा विमानस्थलका कर्मचारीसँगै बुटवलस्थित नेपाली सेनाको 22 नम्बर वाहिनीपति सहायक रथी विमल राज शर्मा, कालीभक्ति गणका प्रमुख सेनानी वीरेन्द्र बहादुर सिंह, प्रहरी उपरीक्षक जनक शाही, सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहरा, सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, गौतम बुद्ध विमानस्थलका प्रहरी उपरीक्षक पुष्पराज मल्ल लगायत सरकारी कार्यालय, अस्पताल र मेडिकल कलेजका प्रतिनिधि सहभागी थिए।